आज हामी लामो समयदेखि बोलचाल बन्द भएको मित्रतामा फेरि सास भर्ने प्रयास गरिरहेका छौँ। एउटा पत्रको साथमा केही उपहारहरू लगेर हामीलाई पठाउनु भएको थियो टाढा, ठ्याक्कै बिर्सेको है नबाट हो। तर मित्रताको चिठी भने मसँगै छ, तपाईँहरूलाई पढेर सुनाउँछु ल। टु माई बेस्ट फ्रेन्ड, मित्रता रगतको नाता मात्र होइन, तर हाम्रो सम्बन्ध हृदयको सबैभन्दा गहिरो कुनामा बसेको अमूल्य बन्धन हो। समयले हामीलाई टाढा बनायो, बोलचाल नभएको पनि आज लगभग 6-7 वर्ष बितिसकेछ। तर तिम्रो मित्रताको सम्झना भने कहिले टाढा भएन मबाट। यो सानो फुलको गुच्छा केवल एउटा फुल होइन, हाम्रो सुन्दर मित्रताको सम्झना र फेरि एकपटक साथी बोलाउन ल भन्ने एउटा मेरो सानो प्रयास हो। यदि अन्जानमा मबाट कुनै गल्ती भएको थियो भने मनदेखि माफ गरिदेऊ है। जीवन जहाँ पुगे पनि हाम्रो मित्रता सधैँ यस्तै सुन्दर र अमर रहिरहोस्। मलाई कहिले नबिर्सिनु है साथी, मिस यु सो मच। यो चिठी पढिसक्दा उहाँ हल्का इमोसनल पनि हुनुभएको थियो। सायद यो इमोसनसँगै अब तपाईँहरूको दुईजना बिचको दरार बगेर जानेछ र तपाईँहरूको यो फ्रेन्डसिपमा नयाँ सुरुवात हुनेछ भन्ने आशा गर्छौँ। र साथीलाई माफ गरिदिनु भएको र हजुरले साथीलाई माफ गरिदिनु भयो भने अहिले नै कल गरेर र हाम्रो यो भिडियो मार्फत कमेन्ट गरेर पनि उहाँलाई बताउन सक्नुहुन्छ, किनकि पक्कै पनि उहाँले यो भिडियो हेर्नुहुनेछ, किनकि हामी उहाँलाई त यो लिङ्क त सेयर गर्ने नै छौँ। हामीलाई पनि भन्नुभएको छैन त्यस्तो कोही, त्यस्तो त्यो पनि थाहा छैन होइन। यस्तो दाइले पढाउनु भयो, हजुरको कोही हुनुहुन्थ्यो बेस्ट फ्रेन्ड पहिला मिल्ने साथी, अचानक बोलचाल बन्द भएको, नाम उहाँको सायद उहाँले नै होला। के भन्न चाहनुहुन्छ? नदिनुहोस् न, धेरै धेरै सम्झना छ अरे, मेसेज गर्नुहोस् अरे, बोल्नु अरे, सही नरोनु। के भन्न चाहनुहुन्छ? थ्याङ्क यू, तर मलाई एकचोटि कल गर। हजुर सम्झिनु भएको छ होला नि त धेरै धेरै। कहाँ हुनुहुन्छ उहाँ चाहिँ? जनकपुरमा।